हेलो एभ्रिवान। आज चाहिँ म हाम्रो यहाँ आमाको नर्सरीमा भिजिट गर्न गएको छु। अनि हाम्रो आमाको नर्सरीमा आज के प्लान्टहरू पाइँदो रहेछ अनि म चाहिँ हेर्दैछु। अनि आमाले मलाई यहाँ जिनिया प्लान्ट देखाइराख्नु भएको छ। समरको लागि बेस्ट हो नानी, यो राम्रो फुल्छ है भन्दै देखाइराख्नु भएको छ। आज यो आमाको बारीबाट मैले कुन जिनिया प्लान्टहरू लिन्छु होला अनि के लिन्छु होला साथीहरू हेर्दै जानुहोस् ल। समरको एकदमै बेस्ट फ्लावर जिनिया हैन, डबल पत्रमा कस्तो राम्रो फुलिरहेछ हेर्नुहोस् न। जिनियाको कति धेरै कलेक्सन अनि भेराइटीहरू रहेछ है। म चाहिँ यहाँ भएको अब डबल पत्र भएको मिठो कलरको जिनियाको फ्लावरहरू आज लिएर जान्छु। अनि यहाँहरूलाई चाहिँ फेरि मैले घरमा लगेर हैन कसरी प्लान्टिङ गर्छु, कसरी रोप्छु, कस्तो पटमा हैन के फर्टिलाइजरहरू अनि पटिङ मिक्सहरू चाहिँ मैले के हालेर रोप्छु अनि म यहाँहरूलाई फेरि अर्को भिडियोमा देखाउने छु। अनि यस्तै भिडियोहरू हेर्न जानुहुन्छ भने चाहिँ मेरो च्यानललाई सब्स्क्राइब गर्नुहोला।